आज चाहिँ हामी जाँदैछौँ हाम्रो ट्याङ्गे बस्तीको बेस्ट चरपटे खानलाई। सो हेलो एन्ड नमस्ते एन्ड जर्लेस एभ्रिवान, स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। अनि मैले यस्तो मिनी ब्लगहरू चाहिँ त्यति प्रायः जस्तो बनाइरहन्थेन, आज चाहिँ फर्स्ट टाइम बनाइरहेको। अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ भने चाहिँ हामी दाजुभाइ चाहिँ दिनभरि यत्तिकै भिडियो बनाउँदा बोर लाग्यो अनि जाउँला नि त कतै भनेर हामी चाहिँ चरपटे खान गयो। यो चाहिँ चरपटे घरमा आइपुग्यो हामी। त्यसपछि हामीले चरपटे अर्डर गरिसकेपछि हामीले एकछिन अब चरपटे अर्डर गर्न जसमा यसो गफसप गरौँ न भनेर हामी दाजुभाइ गफसप गऱ्यो। त्यसपछि आइहाल्यो हाम्रो चरपटे। अनि हामीले चरपटे खुब मिठोसँग एक बाइट लिएर चेस गऱ्यो हामी दाजुभाइ। अनि त्यसपछि हामीले खाना थाल्यो। चरपटे एकदम राम्रो त्यो पिरो अमिलो चट्ट परेको। हामीलाई चाहिँ त्यहाँको चरपटे एकदम मिठो बेस्ट लाग्छ, ट्याङ्गियाको बेस्ट। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? हामीलाई चाहिँ एकदम मिठो लाग्छ। त्यसपछि हामी खाइसक्यो। त्यो फर्स्टचोटि सिधाइसकेपछि हामीले फेरि नपुगेर फेरि मगाउन लायो अनि आन्टीलाई फेरि ल्याइदिनु भयो हामीलाई। सो अनि फाइनली अनि फेरि हाम्रो सेकेन्डचोटि मगाएको चरपटे नै आइपुग्यो। उता साथी चाहिँ लास्ट पिरो भएर नखाउँ भनिरहेको थियो। यति चरपटे नि यत्रो मान कसरी खाइसक्नु भनिरहेको थियो। अनि मैले चाहिँ नखाउँ भनेर जबरजस्ती खिलाउनु लाएँ होइन। म चाहिँ पिरोले छट परिरहेको थियो अनि म चाहिँ एउटै पिरो भएको थिएन, पिरो त्यस्तो धेरै लाग्थेन क्या मलाई। अनि त्यो हामीले टक्क खायो। त्यो सेकेन्डचोटि ल्याएको चरपटे नै हामीले खाएको, एकदम मिठो लाग्यो त्यो पनि। अनि साथी चाहिँ पिरो भएर चाहिँ पानी खाइरहेको थियो। थेट मलाई चाहिँ एउटा के लागिरहेको थिएन, उसलाई चाहिँ लास्ट पिरो भएछ, ऊ चाहिँ पानी खाइरहेको थियो। मलाई नि अलिकति खाइदिउँ न त, मलाई पनि पिरो भए जस्तो गरौँ भनेर हामीले खायो। अनि हाँस उठिरहेको साथीको एक्सप्रेसन देखेर होइन। अनि हामीले फाइनली खाएर फाइनली सिद्धियो हाम्रो खाएको होइन। अनि हामीले खुर्सानीहरू चाहिँ खाँदैन क्या, मलाई त्यस्तो धेरै हरियो खुर्सानीहरू मन पर्दैन, मेरो साथीलाई पनि मन पर्दैन। त्यही भएर हामीले त्यो खाइसकेपछि चाहिँ अनि हामीले अब जाउँ भनेर साथीलाई भनौँ। साथी पिरोले चाहिँ धन्नै मर्न थालिसकेको थियो, मलाई पनि पिरो भइरहेको थियो अलिअलि। अनि फेरि अनि पैसा तिर्न लाएर हामीले अनि सेन्टर फ्रुट मगायो साथी र मैले। अनि सेन्टर फ्रुट दुईवटा 10 रुपियाँ भने किनेको थियो। यहाँ 10 रुपियाँको चाहिँ 4वटा आउँछ सेन्टर फ्रुट हाम्रो गाउँमा चाहिँ। अनि खाएर सेन्टर फ्रुट खाएर हामी अब चलिदियो घरतिर। घरतिर चल्यो। यो चाहिँ हाम्रो ट्याङ्गियाकै बेस्ट चरपटे पसल 4 नम्बर पसल भनेर चिनिन्छ होइन, प्रदीप होटेल भनेर। त्यहाँ गएर सबैजना खान सक्नुहुन्छ। सो फाइनली हामी चाहिँ अनि हाम्रै बच्चैदेखि खेल्दै आएको, यत्रो ठुलो हुँदाखेरि खेलिरहने हाम्रो 7 नम्बर ग्राउन्ड। अनि हेरेर हामीले चाहिँ यसो मजा लियो, तातो आनन्द लियो। अनि यसरी घुम्दै थियो, त्यहाँ दुईजना साथीहरू चाहिँ खेलिरहेको रहेछ बल होइन। प्रायः जस्तो यहाँ त्यस्तो धेरै आउँदैन क्या, जाडो महिना जाडो लागेर होला। हिजो अस्ति त अब लास्ट जाडो थियो नि त, आज चाहिँ घाम लागेको थियो। अनि यहाँनिर चाहिँ हाम्रो बाजे अङ्कलहरू चाहिँ मस्त तातो घामको तातो लिँदै तास खेल्दै थियो। अनि फाइनली हामी चाहिँ अनि त्यहाँबाट निक्लेर साथी र म निक्ल्यो। अब सो फाइनली घरतिर जाउँ भनेर जाँदाखेरि हामीले आप्रन काकालाई पनि भेट्यो। आप्रन काका नि चल्दै थियो। हामी अनि त्यहाँबाट छोडेर हामी हिँड्यो, हामी रोडतिर आयो। अनि रोडतिर आउँदा भने हामीले सो फाइनली अनि हामीले फेरि हाम्रो क्युट सानो बुनिहरूलाई नि भेट्यो। उनीहरू नि हाँसिरहेको थियो, भिडियो बनाएको हो भन्दै थियो। सो उनीहरू चाहिँ मेरो लाइक कमेन्ट सब्सक्राइब हान्ने मान्छेहरू। सो अनि त्यस्तो गर्दा हामी फाइनली हाम्रो घर आइपुग्यो। अनि थ्याङ्क यू सो मच सबैजनालाई अन्तिसम्म हेरिदिएकोमा भिडियो। र यस्तो भिडियोहरू चाहिँ मेरो यो टिकटक आइडीमा आउँछ, त्यसको लागि फलो गर्नु पर्नुहुन्छ। सो हामी अर्को मिनी ब्लग भेट्नेछौँ। सो बाई गाइज।